जय मसीह। आज चाहिँ मैले प्रभुभोजको बारेमा लिएर आएको छु। कारण प्रभुभोजमा चाहिँ अहिले निकै धेरै विवादहरू आइरहेको मैले अनि झुटो शिक्षाहरू आइरहेको अनि प्रभुभोजले चाहिँ मान्छेहरूलाई मुक्ति दिने कुरा अनि हिलिङ दिने कुरा अनि त्यो चाहिँ खानै पर्ने जसले गर्दाखेरि हाम्रो फ्यामिलीहरू चिल्ड्रेन्सहरू चाहिँ सुरक्षित हुन्छ भन्ने कुराहरू मैले सुन्दै आइरहेको कारणले गर्दाखेरि आज यस विषयमा चाहिँ मैले केही भनौँ भनेर यो भिडियो मैले बनाएको छु। साँच्चै नै अहिले चाहिँ मान्छेहरूले चाहिँ प्रभुभोजले चाहिँ प्रभुभोज चाहिँ एक प्रकारको ग्रुपहरू त्यहाँनिर छन् जसले चाहिँ प्रभुभोजले चाहिँ मानिसहरूलाई निको बनाउने कुराहरू अनि सुरक्षा दिने कुराहरू अनि मुक्तिको लागि खानुपर्ने कुराहरू भनिरहेको छन्। अनि यो चाहिँ एउटा डे अफ अटोनमेन्ट को रूपमा पनि लिएको पाउँदछौँ। अनि अर्को कुरो चाहिँ यसलाई चाहिँ प्रभुभोजको टेबललाई चाहिँ मर्सी सिटको रूपमा पनि लिएको हामी पाउँदछौँ। अनि प्रभुभोजको भएको ब्रेड र वाइन चाहिँ प्रभुभोजकै शरीर र रगतको रूपमा लिएको पनि हामी पाउँदछौँ। अनि यसलाई पासओभरको रूपमा कम्पेयर गरेर चाहिँ मानिसहरूले चाहिँ पासओभरमा जब चाहिँ इजरायलीहरूलाई इजिप्टबाट चाहिँ ल्याइएको थियो मिश्र देशबाट चाहिँ जसरी ल्याम्पोस्टमा चाहिँ परमेश्वरको रगत चाहिँ लगाइएको हामी पाउँदछौँ घरहरूमा। त्यसरी नै त्यो घरहरूमा जसरी लगाइएको थियो घरको ढोकामा लगाइएको थियो ल्याम्पको रगत त्यसरी नै आज प्रभुभोजबाट चाहिँ आज हामीले परमेश्वरको रगत लगाउनुपर्छ अनि मात्रै हामी सुरक्षित हुन्छौँ भन्ने कुराहरूको शिक्षाहरू मैले सुन्नमा आए। अनि यो कुराहरूले चाहिँ आज हाम्रो चर्चमा अनि हाम्रो असल क्रिस्चियन्सहरूलाई पनि निकै भ्रममा पारेको कुराहरू मैले सुनि आइरहेको कारणले गर्दाखेरि यो आजको मैले भिडियो मैले बनाएको छु। यति मात्रै होइन, उहाँहरूले चाहिँ येशू ख्रीष्ट चाहिँ मात्रै मेडिएटर हो, हाई प्रिस्ट हो, जसले गर्दाखेरि पास्टरहरू एल्डर्सहरू चर्चको लिडरसिपहरूले दिने कुरा होइन। यो प्रभुभोज चाहिँ हामी आफैले लिने कुरा हो भन्ने कुराहरू मैले गरेको पाएँ। अनि यी कुराहरूमा कति सत्य छ जुन चाहिँ येशू ख्रीष्ट नै हो हाम्रो मेडिएटर चाहिँ अनि उहाँ नै हो हाई प्रिस्ट होइन। नयाँ नियममा आएर चाहिँ यो कुरा चाहिँ सही नै छ, तर अरू कुराहरू निकै गलत कुराहरू छ। जस्तै अरू कुराहरू चाहिँ आज उनीहरूले टेम्पलको जब चाहिँ पर्दा चाहिँ दुई भागमा के भन्छ भाँचिएको थियो जब येशू ख्रीष्ट क्रुसमा चढ्नु हुँदाखेरि त्यो कुरालाई फेरि लिएर चाहिँ अहिले चाहिँ परमेश्वरसँग चाहिँ डाइरेक्ट एक्सेस चाहिँ अब सबैजनाको हुन्छ। त्यही भएको कारणले गर्दाखेरि सबैजनालाई चाहिँ क्रिस्चियन होस् अक्रिस्चियन होस् बिलिभर्स होस् विश्वासी होस् अथवा अविश्वासी होस् सबैजनालाई चाहिँ प्रभुभोजमा सामेल गराउनुपर्छ भन्ने कुराहरू सुन्नमा मैले आइरहेको छु। यो एकदमै खतरनाक डेन्जरस टिचिङ छ अनि जसले गर्दाखेरि हाम्रो सुन्नेहरूको अनि यो कुराहरूलाई फलो गर्नेहरूको पनि मुक्तिमा पनि अक्सर पर्ने कुरा छ है। कुनै कुनै कुराहरू हुन्छ हामीले स्लिप अफ टङहरू भएर गलत इन्करेक्ट टिचिङहरू गर्दछौँ तर त्यो इन्करेक्ट टिचिङहरूले कुनै मुक्तिमा अक्सर गरेको छैन भने त्यो साधारण कुरा हुन जान्छ। तर जब कुनै मुक्तिको विषयमा चाहिँ फरक तरिकाले फरक धारणाहरू गरेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पुरा रूपले डिफेन्ड नै गर्नुपर्ने हुन्छ, पुरा रूपले करेक्ट नै गर्नुपर्ने हुन्छ। अनि यो ग्रुपले चाहिँ आज धेरै खराब कुराहरू चाहिँ जसले गर्दाखेरि चर्चहरूलाई है आउने जेनेरेसन्सहरूलाई पनि निकै अक्सर पार्ने कुराहरू चाहिँ उहाँले भनिराख्नु भएको छ है। अनि यो ग्रुपले यो पनि विश्वास गर्छ कि सबै पापी भएको कारणले गर्दा पापीलाई चाहिँ झन् टेबलमा प्रभुभोजको टेबलमा आउनुपर्ने मर्सी सिटमा आउनुपर्ने त्यो रगत लिनलाई। तर आज चर्चहरूले चाहिँ उनीहरूलाई आउन नदिएर चाहिँ पाप गरेको छ भने नआउनु भन्ने कुराहरू गरेको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ मुक्ति पाउनबाट रोकिरहेको छ चर्चहरूले भन्ने कुराहरू गरेको हामी पाउँदछौँ। अनि यूहन्ना 6 को
53-57 देखि चाहिँ उनीहरूले त्यो कुराहरू त्यहाँनिर भन्नुभएको छ। अनलेस हैन हामीले उहाँको फ्लेसलाई, उहाँको शरीर र रगतलाई खाइनौँ भने हामीसँग लाइफ हुँदैन भन्ने कुरालाई चाहिँ एकदमै गलत अथवा डाइरेक्ट तरिकाले बुझेर चाहिँ उनीहरूले प्रभुभोजको ब्रेड र वाइनलाई चाहिँ खानैपर्छ भनेर चाहिँ उनीहरूले भनिरहेको छन् र मानिसहरूलाई खुवाउनै इन्करेज गरिरहेका छन्, आफैले नै इन्करेज गरिरहेका छन् है। अनि यो चाहिँ एकदमै प्रभुभोजको गलत शिक्षाहरूमा गरिँदछ हैन। अनि यो कुराहरूले चाहिँ गर्दाखेरि चाहिँ आज चाहिँ धेरै क्रिस्चियन्सहरूले आफै घरमा प्रभुभोजहरू लिइरहेको हामी पाउँदछौँ, जसले गर्दाखेरि आज त्यो कुराले गर्दाखेरि चाहिँ है प्रभुभोज लिइरहेको कारणले गर्दाखेरि चाहिँ पछि गएर चाहिँ यसले विभिन्न चर्चको लागि र सम्पूर्ण मुक्तिको कुराहरूमा पनि धेरै ठुलो अवसर पार्ने कुराहरू छन्। अनि उहाँहरूको मैले भिडियोहरूमा, मैले शिक्षाहरूमा मैले हेरेँ, चर्चको विरुद्धमा धेरै कुराहरू उहाँले गर्नुभएको छ, जसले गर्दा अहिलेको युथहरूलाई चाहिँ चर्चको विरुद्धमा जानको लागि धेरै उत्साह मिलिरहेको पनि हुनसक्दछ है। त्यो भएको कारणले गर्दा उहाँहरूको शिक्षामा सर्वप्रथम म के भन्न चाहन्छु भने आज मर्सी सिट भनेर चाहिँ आज उहाँले जुन प्रभुभोजको टेबललाई भनिराख्नु भएको छ हैन, कृपा दयाको टेबल भनेर भनिराख्नु भएको छ। तर आज येशू ख्रीष्ट चाहिँ है, म हिब्रू 9 देखि 9 मा म पढ्नेछु अनि तपाईहरुलाई म यहाँ बताउने छु। हिब्रू 9 मा यस्तो लेखेको छ, पार्थिव पवित्र वासस्थानमा आराधना। पहिलाको घरमा आराधनाका धर्मविधिहरू र पार्थिव पवित्र स्थान पनि थिए। एउटा पवित्र वासस्थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र समाधान टेबल र भेटीका रोटीहरू थिए। यसलाई पवित्र स्थान भनिन्थ्यो। दोस्रो चाहिँ पर्दाभित्र महापवित्र स्थान भनिने कोठा थियो, जसमा सुनको धुकौरो र सुनले मोहरिएको करारको सन्दुक थियो। सन्दुकभित्र मन्न राखेको सुनको फाडो, कोपिला लाएको हारुनको लौरो र करारका शिलापाटीहरू थिए। सन्दुकमाथि कृपा आसनमा छाया पारिराख्ने ईश्वरीय महिमाका करूपहरू थिए। तर यी कुराका विषयमा अहिले हामी विस्तारपूर्वक भन्न सक्दैनौँ। अब यी कुराहरूको प्रबन्ध गरिसकेपछि पुजारीहरू आफ्ना विधि र कर्तव्य पालन गर्दै निरन्तर बाहिरपट्टिको पवित्र स्थानभित्र प्रवेश गर्थे। तर भित्रपट्टिको कोठामा भने प्रधान पुजारी मात्रै एक्लै वर्षमा एकचोटि जान्छन्, सो पनि रगत नलागी होइन। त्यो रगत उनले आफ्नो निम्ति र मानिसहरूका पापको निम्ति चढाउँछन्। यसैबाट पवित्र आत्मा देखाउनुहुन्छ कि जबसम्म बाहिरपट्टिको पवित्र स्थान रहिरहन्छ, तबसम्म महापवित्र स्थानभित्र जाने बाटो खुल्ने छैनन्। यो त अहिले वर्तमान समयको निम्ति एक दृष्टान्त हो। यहाँ तपाईले पाउनुहुन्छ है, यहाँनिर एक दृष्टान्त। यो चाहिँ येशू ख्रीष्टलाई यी कुराहरू ओल्ड टेस्टामेन्टमा भइरहेको थियो कि यो कुराहरूले चाहिँ येशू ख्रीष्टलाई जनाइरहेको थियो है। अनि येशू ख्रीष्टले गर्नुपर्ने कुराहरूलाई चाहिँ देखाइरहेको थियो हैन। येशू ख्रीष्ट आएर चाहिँ यो गर्नुपर्ने कुराहरूमा थियो। यसले यही देखाउँछ कि चढाएका भेटी र बलिहरूले आराधकको विवेकलाई शुद्ध तुल्याउन सक्दैनन् हैन। आज चढाएको भेटीहरूले, बलिहरूले चाहिँ आराधकको विवेकलाई शुद्ध तुल्याउन सक्दैनन् भनेर लेखेको छ। अनि 10 मा ती केवल खाने, पिउने र विभिन्न विधिका स्नानहरू मात्र हुन्, अर्थात् शारीरिक धर्मविधिहरू हुन्, जुनहरू सुधारको समय नआउन्जेल स्थापना गरिएका थिए। येशू ख्रीष्ट नआउँदाको लागि स्थापना
गरिएको कुराहरू भनिएको छ। अनि ख्रीष्टको रगत 11 मा जब ख्रीष्ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पुजारी भएर आउनुभयो, हेर्नुहोस् उहाँ प्रधान पुजारी भएर आउनुभयो, उहाँ अझ महान र सिद्ध पवित्र वासस्थानद्वारा जानुभयो जो हातले बनाएको होइन, अर्थात् यस सृष्टिको अङ्ग होइन। हेर्नुहुन्छ भने उहाँ हातले बनाएको कुराहरूबाट होइन भन्ने भनिएको छ। आज हामीले हातले बनाएको कुराहरूमा येशू ख्रीष्ट अथवा परमेश्वर बस्न सक्नुहुन्न है। बोका र 12 मा यस्तो लेखेको छ, बोका र बाछाहरूको रगतले होइन तर आफ्नो रगतद्वारा अनन्त उद्धार प्राप्त गरिदिएर सधैँको निम्ति एकैपल्ट महापवित्र स्थानभित्र उहाँ प्रवेश गर्नुभयो। हेर्नुहोस् आज हामीले बारम्बार गरिराख्ने प्रभु भोजले चाहिँ आज एकैपल्ट येशू ख्रीष्टले एकपल्टको लागि गरेको बलिको रूपमा सिम्बोलाइज मात्रै गर्दछ है। यसले चाहिँ यहाँनिर भन्नुभयो एकैपल्ट मात्रै भन्नुहुन्छ, बोका र बाछाहरूको रगतले होइन तर आफ्नो रगतद्वारा अनन्त उद्धार प्राप्त गरिदिएर सधैँको निम्ति सधैँको लागि एकपल्ट महापवित्र स्थानभित्र उहाँ प्रवेश गर्नुभयो। उहाँ एकपल्ट महापवित्र स्थानमा है। नयाँ पुरानो नियममा जस्तो प्रत्येक वर्ष रगत लिएर प्रधान पुजारी जानु पर्दैन। अब भनेको चाहिँ येशू ख्रीष्टले चाहिँ त्यो उहाँले गर्नुभएको एकचोटिको एक्टले, एकचोटिको कामले होइन, उहाँ एकचोटि पवित्र स्थानभित्र उहाँको रगत लिएर पसिसक्नु भएको छ है। बोका र साँडेहरूको रगत र कुरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूको शरीर शुद्ध हुन्छ भने ख्रीष्टको रगतले त झन् कति बढी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्वरको सेवा गर्न सक। किनकि उहाँले अनन्त आत्माद्वारा हामीलाई निष्कट बलिको रूपमा परमेश्वरलाई अर्पण गर्नुभयो। हेर्नुहोस् निष्कट बलिको रूपमा उहाँ चाहिँ अर्पण हुनुभएको छ हाम्रो विवेकलाई शुद्ध पार्नको लागि है। यो एकचोटिको काम हो, बारम्बार गरिराख्ने हामीले गर्ने कामहरू होइन है। 15 मा यसै कारण उहाँ नयाँ करारका मध्यस्थ हुनुहुन्छ। उहाँ चाहिँ मध्यस्थ हुनुहुन्छ, यो कुरो सही हो। यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्, किनकि एकजनाको मृत्युको मूल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्छ। आज हाम्रो अपराधहरू, हाम्रो पापहरूबाट उद्धार चाहिँ येशू ख्रीष्टले गरिसक्नु भएको, यो 2000 इयर्स अगाडि गरिसक्नु भएको उहाँको कामले, उहाँको बलिले चाहिँ आज हामीहरूको उद्धार भएको छ। आज हामीले गर्ने एभ्री विक अथवा एभ्री मन्थमा गर्ने प्रभु भोजले चाहिँ त्यसको सिम्बल मात्रै गर्दछ, सिम्बलाइज मात्रै गर्दछ। तर उद्धार चाहिँ येशू ख्रीष्ट आफैले गर्नुभएको कामको लागि, कामद्वारा। अनि 16 मा किनकि जहाँ इच्छापत्रको प्रश्न छ त्यहाँ इच्छापत्र लेख्नुको मृत्यु भएको प्रमाणित हुनुपर्दछ। उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ, किनकि इच्छापत्र दिने बाचुन्जेल त्यो पक्का ठहर्दैनन्। जसरी हामीले युकेमा चाहिँ एउटा विल बनाउने छ है। जब चाहिँ विल बनाएको हुन्छ अनि विल चाहिँ कहिले इफेक्ट आउँछ भन्दाखेरि त्यो विल बनाउने मान्छे मरिसकेपछि चाहिँ अब विलमा चाहिँ लेखेको हुन्छ कि म मरिसकेपछि यो घर चाहिँ घरको छ भने अथवा केही छ भने सम्पत्ति छ भने अथवा कुनै कुरा छ भने यो चाहिँ यो मान्छेलाई दिनु भनेर विलमा लेखेको हुन्छ। अनि त्यसरी नै आज येशू ख्रीष्टले चाहिँ नयाँ करारको चाहिँ इफेक्ट जब भयो, उहाँ चाहिँ मर्नुभयो हाम्रो लागि र उहाँको धार्मिकता चाहिँ आज जो जतिले उहाँमा विश्वास गर्छ त्यो चाहिँ उहाँले दिनुहुन्छ, उहाँले दिनुभएको छ है। अनि त्यसबाट नयाँ करारको हामी छोराछोरीहरू भएका छौँ, नयाँ करारको विश्वासीहरू हामी भएका छौँ। अनि त्यो चाहिँ हामीले सधैँभर हामीले गरिराख्ने प्रभु भोजबाट होइन, तर हामीले येशू ख्रीष्टमा विश्वास गरेको कारणले गर्दाखेरि है त्यो विल अनि परमेश्वरको इच्छा, परमेश्वरबाट विश्वासद्वारा चाहिँ आज हामी धर्मी भएका छौँ।
अनि विश्वासद्वारा चाहिँ हरेक येशू ख्रीष्टले कम्प्लिट गर्नुभएको प्रमिसहरू है सबै कुराहरू आशिषहरू हाम्रो विश्वासद्वारा येशू ख्रीष्टबाट आउँदछ। येशू ख्रीष्टले गर्नुभएको बलिदानको कारणले गर्दाखेरि है। 18 मा यसकारण पहिलो करार पनि रगत बिना पक्का हुन सकेन। जब मूसाले व्यवस्थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके तब उनले बाछा र बोकाहरूको रगत, पानी र रातो ऊन र हिस्पकाक स्याउला सहित व्यवस्थाको पुस्तकमाथि र सबै मानिसहरूमाथि छर्के। अनि उनले यसो भने, परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएको करारको रगत यही हो। यसै गरी उनले पवित्र वासस्थानमाथि र आराधनामा चलाउने सबै भाँडाहरूमाथि सबै किसिमले रगत छर्के। वास्तवमा व्यवस्था अनुसार रगतले प्राय सबथोक शुद्ध पार्दछ र रगत नबगाइकन पापको क्षमा हुनै सक्दैनन्। यदि स्वर्गीय कुराहरूका नमुनालाई शुद्ध पार्न यी विधिहरू चाहिए भने स्वर्गकै कुरालाई शुद्ध पार्न त अझ उत्तम बलिको आवश्यकता पर्यो। हेर्नुहोस्, मूसाको पालामा है रगतहरू, बोकाको बाछाको रगतहरूले शुद्ध गर्ने कुराहरू त संसारको कुराहरू थियो। त्यो भनेको नमुनाहरू मात्रै थियो है, उनीहरू स्वर्गमा जाने कुराहरू थिएन। तर आज हामी येशू ख्रीष्टमा विश्वास गरिसकेपछि हामी स्वर्गमा जाने मानिसहरू हौँ। अनि उत्तम बलिको आवश्यकता पर्दथ्यो। येशू ख्रीष्ट नमरिकन चाहिँ कोही पनि स्वर्गमा जान सक्दैनथ्यो है। येशू ख्रीष्ट नमरिकन चाहिँ उहाँले हाम्रो सत्तामा, पापीको सत्तामा रगत नबगाउनु भएको भए कोही पनि स्वर्ग जान सक्दैनथ्यो। स्वर्गमा जाने कुराको होइन, स्वर्गीय कुराहरूका नमुनालाई शुद्ध पार्न यी विधिहरू चाहियो भने स्वर्गकै कुरालाई शुद्ध पार्न त अझ उत्तम बलिको आवश्यकता पर्यो है। आज हामी स्वर्गमै जानलाई उत्तम बलिको आवश्यकता थियो। येशू ख्रीष्ट मर्नै पर्ने थियो है। पुरानो नियमका सम्पूर्ण क्रिस्चियन जनहरू पनि, परमेश्वरलाई विश्वास गर्ने व्यक्तिहरू पनि आज उनीहरूको लागि पनि येशू ख्रीष्ट मर्नै पर्ने थियो। अनि आज हामी जो जति नयाँ नियममा फेरि उहाँ विश्वास गर्नेहरूको लागि येशू ख्रीष्ट मर्नै पर्ने थियो। अनि उहाँ मर्नुभयो, हाम्रो सत्तामा रगत बगाउनु भयो। त्यो चाहिँ अनि एकचोटिको कार्य हो है, हामीले बारम्बार गरिराख्ने कार्य होइन। ख्रीष्ट हातैले 24 मा ख्रीष्ट हातले बनाएको पवित्र स्थानभित्र प्रवेश गर्नु भएन। हेर्नुहोस्, आज हामीले एभ्री मान्छेहरूले अहिले प्रभु भोज लिएर, त्यो चाहिँ मर्सी सिट हो, त्यो चाहिँ अटोनमेन्टको रगत हो, हामीले प्रभु भोजमा खाने भन्ने कुराहरू गरिरहेका छन्। तर परमेश्वर हातले बनाएको कुराहरूमा बस्नुहुन्न। ख्रीष्ट हातले बनाएको पवित्र स्थानभित्र प्रवेश गर्नु भएन, जो चाहिँ साँचो पवित्र स्थानको नक्कल मात्र हो। आज हामीले गरिरहेको प्रभु भोज चाहिँ एउटा सिम्बल मात्र हो, जो चाहिँ येशू ख्रीष्टले 2000 वर्ष अगाडि गरिसक्नु भएको छ। उहाँले मरिसक्नु भएको छ। उहाँले हाम्रो लागि उहाँको शरीर र रगत बगाइसक्नु भएको, शरीर र रगत दिइसक्नु भएको छ। त्यो कुराको सिम्बल मात्रै आज गर्दछ प्रभु भोजले चाहिँ। उहाँ हामीले बनाएको कुराहरूमा उहाँ बस्नुहुन्न है। ख्रीष्ट हातले बनाएको पवित्र स्थानभित्र प्रवेश गर्नु भएन, जो चाहिँ साँचो पवित्र स्थानको नक्कल मात्र हो। तर उहाँ स्वर्गभित्रै प्रवेश गर्नुभयो। उहाँ स्वर्गभित्रै प्रवेश गर्नुभयो र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थिति हुनुभएको छ। हेर्नुहोस्, आज मर्सी सिट अथवा परमेश्वरको अहिले चाहिँ संसारको पहिले चाहिँ रिप्रेजेन्ट गर्थ्यो, अर्काले मर्सी सिट रिप्रेजेन्ट गर्थ्यो। तर अहिले नयाँ नियममा आएर चाहिँ मर्सी सिट चाहिँ कहाँ छ भन्दा येशू ख्रीष्ट आफै उहाँ जहाँ बस्नु भएको छ त्यो उहाँ नै आज हुनुहुन्छ। अनि परमेश्वर बसेको ठाउँमा आज उहाँले चाहिँ, आज हामी निर्दोष छौँ कारण मैले उनीहरूको लागि रगत बगाएको छु भने उहाँको रगत एभिडेन्सको रूपमा चाहिँ आज परमेश्वरमा भएको ठाउँमा, परमेश्वर पिता भएको ठाउँमा उहाँले प्रस्तुत गर्नुभएको छ। पवित्र स्थानभित्रै प्रवेश गर्नुभयो, जो चाहिँ साँचो पवित्र स्थानको नक्कल मात्र हो। तर उहाँ स्वर्गभित्रै प्रवेश गर्नुभयो र उहाँ
हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थित हुनुभएको छ। आज हाम्रो पक्षमा उहाँले उपस्थिति हुनुभएको छ। कसैले आज क्रिस्चियन जनहरूलाई तैँले यस्तो गरेको थिइस्, उस्तो गरेको थिइस्, त पापियोस् भनेर भन्छ भने त्यो पापको जाला चाहिँ प्रभु येशू ख्रीष्टले चाहिँ त्यतिखेर चाहिँ एउटा वकिल जस्तो भएर, वकालत भएर, एउटा मेडिएटर भएर चाहिँ मैले उनीहरूको लागि यो रगत बगाएको छु भनेर देखाउनुहुन्छ। त्यो रगत चाहिँ लर्ड सपरमा अथवा हामीले प्रभु भोजमा खाएको रगत होइन, त्यो रगत चाहिँ येशू ख्रीष्टले बगाउनु भएको आफ्नै रगत थियो, त्यो देखाउनुहुन्छ है। अनि हामीले प्राप्त गर्ने भनेको चाहिँ प्रभु भोजबाट होइन, तर हामीले प्राप्त गर्ने भने येशू ख्रीष्टमा विश्वास गरेर उहाँ चाहिँ हाम्रो मुक्तिदाता अनि जीवनदाता अनि उद्धारकर्ता र प्रभु हुनुहुन्छ भनेर हामी विश्वास गरेको कारणले गर्दाखेरि हो। तर उहाँ स्वर्गभित्रै प्रवेश गर्नुभयो र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थिति हुनुभएको छ। येशू आफैलाई बारम्बार बलि चढाउन स्वयं पस्नु भएको होइन, उहाँ बारम्बार पस्नु भएको होइन है, बारम्बार गरिराख्ने एक्ट होइन, यो चाहिँ उहाँले एक गरिसक्नु भएको छ। जसरी प्रधान पुजारी सालिन्दामा आफ्नै रगत होइन तर अर्काको रगत लिएर महापवित्र स्थानभित्र प्रवेश गर्ने गर्दछन्। 26मा नत्र त संसारको उत्पत्तिदेखि नै उहाँले बारम्बार दुःख भोग्नु पर्ने थियो, तर यस युगको अन्त्यमा आफ्नो बलिद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्ति एकैपल्ट प्रकट हुनुभएको छ, एकैपल्ट प्रकट हुनुभएको छ। 27मा जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ, त्यसरी ख्रीष्ट पनि धेरैजनाका पाप बोक्नलाई एकैपल्ट बलि हुनुभयो र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन तर उत्साहपूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति। आमेन। यहाँ हेर्नुहुन्छ भने येशू ख्रीष्ट एकपल्ट है आउनुभयो बलि हुनको लागि है, अनि त्यस पछाडि यो दोस्रो पल्ट चाहिँ उहाँ आउनुहुनेछ। अब उद्धार पाएकाहरूलाई, प्रतीक्षा गरिरहेकोहरूलाई, उद्धारको निम्ति प्रतीक्षा गरिरहेकोहरूलाई लिनको लागि र पापीहरूलाई उनीहरूको दण्ड दिनको लागि। अनि जो जतिले येशू ख्रीष्टमा विश्वास गरेको छ अनि येशू ख्रीष्टमा विश्वास गरेर उहाँलाई प्रभु र मुक्तिदाता भएर जिएको छ र उद्धारको निम्ति प्रतीक्षा गरिरहेका छन् उनीहरूलाई लिनलाई। अनि जो जतिले आज येशू ख्रीष्टमा विश्वास गरेका छैन उनीहरूलाई सजाय पनि दिनलाई, अनन्त नरकको लागि दिनलाई उहाँ आउनुहुनेछ। अनि आज प्रभु भोज हामी प्रभु भोज चाहिँ येशू ख्रीष्टले गर्नुभएको एकचोटि गर्नुभएको एक्टलाई चाहिँ सिम्बोलाइज गर्दै, रिमेम्बर गर्दै है, उहाँलाई धन्यवाद दिँदै अनि उहाँको यो दोस्रो आगमन आउने प्रोक्लेमेसन्स गर्दै उहाँले दिनुभएको आज्ञाको पालन हो है। अनि आज जो मानिसहरूले प्रभुभोज खाएर निको हुने, प्रभुभोज खाएर मुक्ति पाउने कुराहरू भनिरहेका छन्, ती कुराहरू बाइबल अनुसार छैनन्। आज हामीले येशू ख्रीष्टमा विश्वास गरेर मात्रै हामीले मुक्ति पाउँदछौँ, जीवन पाउँदछौँ है। अनि आज हामीलो प्रायश्चितको लागि हैन, द डे अफ अटोनमेन्ट चाहिँ प्रभुभोजको दिन नभएर डे अफ अटोनमेन्ट चाहिँ आज येशू ख्रीष्ट मर्नुभएको दिन हो, जहाँ चाहिँ आज हाम्रो पापहरूलाई लिएर उहाँ मर्नुभएको छ, त्यो गरिसक्नु भएको छ हैन। अनि आज चाहिँ तपाईँ र मैले चाहिँ येशू ख्रीष्टमा विश्वास गर्नुपर्दछ। मानिसहरूले भनिरहेको कुराहरूमा के छ, बाइबल अनुसार छ भन्ने कुरा पनि हामीले जाँच गर्नुपर्ने हुन्छ। हामीले ब्लाइन्डली हामीले विश्वास हामीले गर्नु हुँदैन हेर्नुहोस्। अनि आज नानी केटाकेटीहरूले खाने कुराहरू छन्। आज नानी केटाकेटीहरूले
हैन। येशू ख्रीष्टले भन्नुभएको छ नानी केटाकेटीहरूलाई उहाँले प्रेम गर्नुहुन्छ, बोलाउनुहुन्छ। तर आज उनीहरूले आज के प्रभुज खाएर उनीहरू प्रोटेक्सनमा पर्ने होइन, तर येशू ख्रीष्टमा अनि उनीहरू चाहिँ एउटा विश्वासी जनको छोराछोरी भएको कारणले गर्दाखेरि पनि उनीहरूको निश्चित एज नभन्दासम्म आज बाबुआमाको विश्वासद्वारा उनीहरू सुरक्षित हुँदछ। तर उनीहरू निश्चित एजमा आइसकेपछि, विश्वास गर्ने एजमा आइसकेपछि, अन्डरस्ट्यान्डिङमा आइसकेपछि उनीहरूले पनि स्वतः आफै येशू ख्रीष्टमा विश्वास राख्नुपर्छ। अनि मात्रै उनीहरूको मुक्ति अथवा उनीहरूले चाहिँ जीवन पाउँछ। अनि प्रभुज खाएर होइन, तर येशू ख्रीष्टले गर्नुभएको कुरामा आएर चाहिँ विश्वासमा चाहिँ मुक्ति पाउँछ। अनि नानी केटाकेटीहरूलाई आज होइन, नानी केटाकेटीहरूले चाहिँ आज परमेश्वरमा चाहिँ परमेश्वरले उनीहरूलाई प्रेम गर्नुहुन्छ, उहाँले बोलाउनुहुन्छ होइन, उहाँले बोलाउनुहुन्छ। तर उनीहरूले पनि आज चाहिँ स्वतः बाबामा चाहिँ विश्वास हो भनेर चाहिँ छोराछोरीहरू पनि त्यो मुक्ति चाहिँ बगेर जाँदैन। अथवा मुक्ति चाहिँ कुनै पनि थोकहरूमा, चिजहरूमा हामीले पाउँदैनौँ अथवा मानिसले गर्ने कार्यहरूमा हामीले मुक्ति पाउँदैनौँ। येशू ख्रीष्टमा मात्रै मुक्ति छ। अनि येशू ख्रीष्टमा को विश्वासद्वारा मात्रै त्यो मुक्तिलाई हामीले पाउन सकिन्छ, कुनै पनि हामीले कामहरूद्वारा होइन। अनि आज अनवर्दी पार्टिसिपेसन भनेर चाहिँ के भनिरहेका छन् भन्दाखेरि आज हामी अरूहरूलाई होइन नदिने कुराहरू, गरिबहरूलाई नदिने कुराहरूमा, उनीहरूलाई हेला गर्ने कुराहरूमा भनिएको छ, भनिएको छ। तर आज अनवर्दीमा चाहिँ हामीले हो मानिसहरूको चर्चहरूको लागि हामी कति धनीहरू, सक्नेहरूले अशक्तहरूलाई हेला गरिरहेको, सपोर्ट नगरिरहेको हामी पाउँदछौँ। तर पनि त्यसको साथसाथमा पनि आज हामीसँग पनि पर्सनल हामी आफैलाई जाँच्नुपर्ने कुराहरू पनि हुन्छ। अनि हामीसँग कुनै पनि पापमय कुराहरू हामीले गरिरहेको छौँ भने प्रायश्चितमा हामी पश्चाताप आएर परमेश्वरमा त्यो कन्फेस गरेर हामीले परमेश्वरमा साँचो रिपेन्टेन्सको साथमा आउँदाखेरि चाहिँ परमेश्वरको फेरि हामीलाई विश्वासद्वारा धर्मी र योग्य बनाउनुहुन्छ। अनि उहाँको पार्टिसिपेसन, उहाँसँगको सहभागितामा हामी आउन सक्दछौँ होइन। अनि विशेष गरी म तपाईँहरूलाई के भन्न चाहन्छु भने आज हामीले अरूको शिक्षाहरू चाहिँ जाँच्नुपर्ने कुराहरू छन्। आज यति गहिरो तरिकाले चाहिँ मानिसहरूलाई यो प्रभुजको विषयमा लिएर मेन्टल्ली एकदमै गाह्रो बनाइदिएको छ कि हामीले ती ग्रुपका फलोवर्सहरूलाई हामीले यो चाहिँ गलत हो भन्दाखेरि होइन भनेर, अनि उनीहरूलाई हामीले कुन तरिकाले चाहिँ सचाउन सकिन्छ भन्ने कुरा पनि एकदमै डिफिकल्ट छ। किनभने एकदमै गाह्रो अवस्थामा उनीहरूले एकदमै मानसिक जन्जालमा पारिएको छ होइन। अनि म यही प्रार्थना गर्दछु आज यो वचनलाई चाहिँ अझ धेरै तपाईँहरूले पनि हेर्नुहोला। अनि यो के हो, सत्य कुरा हो भन्ने कुराहरू तपाईँहरूले हेर्नुहोला। अनि म तपाईँहरूलाई भन्न चाहन्छु आज लट्सफरले चाहिँ हामीलाई बचाउँदैन है, प्रभुज खाँदैमा चाहिँ हामी बाँच्दैनौँ। तर प्रभुजले चाहिँ आज हामीलाई येशू ख्रीष्टले गर्नुभएको होइन, सेक्रिफाइस गर्नुभएको कुरालाई जनाउँदछ, देखाउँदछ। र आज त्यसले गर्दाखेरि चाहिँ हामीहरू विश्वासलाई चाहिँ एकदमै दरिलो चाहिँ बनाउने काम चाहिँ गर्दछ होइन। अनि कतिजना चाहिँ प्रभुजको बेलामा चाहिँ प्रभुजको शरीर र रगतसँग सहभागी हुने कुराले गर्दाखेरि उनीहरूले रिपेन्टेन्स गरेर आइरहेको हुँदछ। अनि त्यो एकदमै आफूलाई जाँचेर आइरहेको हुँदछ, जसले गर्दाखेरि चाहिँ उनीहरूको विश्वास चाहिँ अझ बढेर चाहिँ गइरहेको हुँदछन्। अनि यो चाहिँ अर्को कुरो चाहिँ यो प्रभुज भनेको चाहिँ एक्लै घरमा लिने कुरो पनि होइन।
यो भनेको चाहिँ चर्चको सबैजना मिलेर लिने कुरा हो अनि प्रोक्लेम गर्ने कुरा हो। अनि परमेश्वर येशू ख्रीष्टले गर्नुभएको कुरालाई, उहाँले गर्नुभएको सेक्रिफाइसलाई रिमेम्बर गर्ने समय हो। अनि उहाँ आउनुहुने सेकेन्ड कमिङलाई प्रोक्लेम गर्ने समय हो, सबैजना मिलेर चर्चको सहभागितामा। अनि यो लिने दिने भन्दा पनि आज परमेश्वरले नै इस्टाब्लिस गर्नुभएको लिडरसिप हो, चर्च लिडरसिप हो। अनि परमेश्वरले चाहिँ उनीहरूलाई इस्टाब्लिस गरेर उनीहरूलाई गर्नको लागि भनेर एउटा राखिएको है। चर्चले परमेश्वर आफैले परमेश्वरले येशू ख्रीष्ट आफैले पनि 12 चेलाहरूलाई अपोइन्ट गरेको हामी पाउँदछौँ। त्यसरी नै 12 चेलाहरूले अरूलाई अपोइन्ट गर्दै गर्दै आइरहेको कुराहरू छ चर्च लिडरसिपको बारेमा चाहिँ। अनि उनीहरूसँग एउटा डिसिप्लिन र अर्डरमा अनि एकाउन्टेबिलिटीमा चाहिँ आज हामीले चाहिँ प्रभुजलाई लिनु जरुरी छ। यो एकदमै प्रभुज इम्पोर्टेन्ट कुरा छ, किनभने हामी मानिसहरूले बिर्सिन्छौँ परमेश्वरले येशू ख्रीष्टले के गर्नुभएको थियो हाम्रो लागि भनेर। अनि हामी यो सेलिब्रेसनको डे पनि हो, रिमेम्बर्सको डे पनि हो, अनि प्रोक्लेमेसन्सको डे पनि हो। अनि यसलाई चाहिँ एकदमै हामीले चाहिँ एकदमै इम्पोर्टेन्ट दिएर हामीले जानुपर्दछ। अनि एकदमै अविश्वासीहरू चाहिँ यो नयाँ करारको प्रभुज भएको कारण, नयाँ करारको एउटा मिल भएको कारणले गर्दाखेरि आज जो जतिले येशू ख्रीष्टमा विश्वास गर्दछन् उनीहरूले मात्रै प्रभुजमा सहभागिता हुनुपर्दछन्। किन भन्दाखेरि कुनै पनि हामी ठाउँमा हामी जान्छौँ भने, कुनै पनि भोजमा जान्छौँ भने इन्भिटेसन्स बेगर हामी जाँदैनौँ। अनि आज हामीले येशू ख्रीष्टमा विश्वास गरेको छैनौँ भने आज हामीले त्यो प्रभुजमा लिनलाई हामी जान सक्दैनौँ। अनि आफूले आफूलाई जाँच्ने कुरा छ, अनि आफूले आफूलाई जाँच्न नसक्ने नानीहरूले पनि लिन सक्दैनन्, किनभने उनीहरूले के हो प्रभुज त्यसको अर्थ थाहा हुँदैन। अनि येशू ख्रीष्टले गर्नुभएको कुरो सेक्रिफाइसको बारेमा प्रोक्लेम पनि गर्न सक्दैनन्, अनि रिमेम्बर पनि गर्न नसक्ने कुराहरू हुन्छ। अनि त्यो कारणले गर्दाखेरि नयाँ करारको खोज भएको कारणले करार बाँध्नको लागि चाहिँ सुरुमा हामीले ब्याप्टिजम लिने गरिएको छ। ब्याप्टिजम भनेको चाहिँ भित्रबाट नै आज हामीले येशू ख्रीष्टमा विश्वास गरिएको कुरोलाई अनि उहाँमा जिउने कुरोलाई चाहिँ, अनि हामी पुरानो कुरा बितेर गयो अनि नयाँ कुरा आएको छ, अनि नयाँ तरिकाले म जिउन येशू ख्रीष्टमा चाहन्छु भनेर भित्रबाटको चेन्जेसलाई चाहिँ बाहिरको प्रस्तुति हो है। अनि बाहिरको प्रस्तुति पनि एकदमै इम्पोर्टेन्ट पर्दछ। अनि ब्याप्टिजम लिएको व्यक्तिहरूले मात्रै लिने हामीले चर्चमा चाहिँ त्यस्तो नियमहरू हुँदछ है। अनि तपाईँलाई म भन्न चाहन्छु फेरि पनि है, एउटा सानो नानीले चाहिँ विश्वास अनि उसमा चाहिँ त्यो एउटा अन्डरस्ट्यान्डिङ भइसकेको हुँदैन होइन। अनि त्यही भएको कारणले गर्दाखेरि हामीले चाहिँ उनीहरूलाई चाहिँ बिस्तारै परमेश्वरमा विश्वासमा अगाडि बढाउँदै अनि लिएर चाहिँ पछि चाहिँ प्रभुजमा हामीले पछि विश्वास, त्यस पछाडि ग्रहण अनि ब्याप्टिजम्स गरिसकेपछि उनीहरूलाई बिस्तारै हामी विश्वासमा हुर्काएर चाहिँ प्रभुज निश्चित समयमा आइसकेपछि दिने हो। तर प्रभुजले अहिले दिइरहेको नानीहरूलाई चाहिँ के छ भन्दाखेरि दिने इन्करेज गरिरहेको चाहिँ प्रभुजले प्रोटेक्ट गर्छ भनेर, प्रभुजले जीवन दिन्छ भनेर भनिरहेको कारणले दिइरहेको पाउँदछौँ। तर यो गलत अर्थ हो। प्रभुजले भन्दा पनि येशू ख्रीष्टले गर्नुभएको कार्यले अनि हाम्रो विश्वास, त्यो कार्यमा हाम्रो विश्वासले चाहिँ आज हामीलाई जीवन मिल्दछ र मुक्ति मिल्दछ। अनि आज घरमा हामीले खानु है, एक्लै एक्लै खानु भनेको चाहिँ एकदमै ठुलो गलत, एकदमै ठुलो गल्ती गरिरहेको छ भनेर म भन्दछु। जसले यो इन्करेज गरिरहेको छ एकदमै ठुलो गल्ती गरिरहेका छन्, किनभने यो एउटा चर्चमा एउटा युनिटीमा एउटा प्रेममा आएर गर्ने कुरा हो। यो एक्लै एक्लै गर्ने कुरै छैन। हामीले चाहिँ घर घरमा गरेको हामी पाउँदछौँ, तर त्यतिखेर चर्चहरू थिएन। अनि घर घरमा गर्दा हामी सबैजना भेला भएको हामी पाउँदछौँ। अनि त्यो घरकै व्यक्तिहरू चाहिँ लिडरसिपमा भएको हामी पाउँदछौँ, तपाईँहरूले हेर्नुहुन्छ भने। त्यो भएको कारणले गर्दाखेरि आज अर्डेन नभएको व्यक्तिहरूले प्रभुजलाई लिने दिने गर्नु पनि एकदमै परमेश्वरको वचनको विरुद्धमा हुन जाँदछ।
आज परमेश्वरमा चाहिँ येशू ख्रीष्ट पनि आज मानिसहरू बीच र परमेश्वर दुवैजनाको अनुग्रहमा हामी हुर्केको पाउँदछौँ। अनि यस संसारमा रहँदा हामीले संसारको मा पनि आज हाम्रो राम्रो इमेज हैन राम्रो एउटा विटनेस हामी भएको व्यक्तिहरू हामी हुनु जरुरी पर्दछन्। अनि मात्रै आज हामीले अनि अर्डेन व्यक्तिहरू चाहिँ त्यही परमेश्वरमा बाइबलमै छ अर्डेन व्यक्तिहरूको योग्यताहरूको बारेमा। अनि त्यो भएको कारणले गर्दाखेरि उनीहरू परमेश्वरको एउटा स्ट्रक्चरल फिजिकल पिलर्सहरू हो यो संसारमा। र त्यो भन्दैमा उनीहरूलाई अहिले मानिसहरूलाई चाहिँ एक्सेस चाहिँ परमेश्वरसँगको चाहिँ इन्डिभिजुअलको हो। उनीहरूले भनेको चाहिँ फिजिकल एउटा ल एउटा अर्डर्स अनि एकाउन्टेबिलिटी अनि डिसिप्लिनलाई मेन्टेन गर्नलाई मात्रै सपोर्ट गरिरहेको हुन्छ भने मुक्ति र उद्धारको लागि एभ्री इन्डिभिजुअलले नै आफूले नै येशू ख्रीष्टमा विश्वास गर्नुपर्दछन्। अनि उहाँमा प्रायश्चित पापहरूको प्रायश्चित पनि उहाँमै माग्नु पर्दछ। विभिन्न कुराहरू छन् है। त्यो भएको कारणले गर्दाखेरि आजको मेरो यो प्रभुजको कुराहरूलाई म यति नै राख्दैछु। अलिकति यताउता भएको छ, तपाईँहरूलाई माफ गर्नुहोला। अनि मैले कुनै पनि गल्तीहरू बोलेको छु भने यसमा तपाईँहरूले माफ गरिदिनु होला। अनि परमेश्वरलाई पनि म यसमा क्षमा माग्नेछु। हस्त जय मसीह।